सिन्के चाउचाउलाई आधा भाँचेर राखेँ मिलाएर। टमाटर प्याज खुर्सानीलाई काटेर रेडी भयो। भेनेगर र सोया सस पनि रेडी भएको छ। यता कुकर तातेपछि चाहिँ प्याज र खुर्सानी हालियो। प्याजलाई रातो हुन दिने, भुटेर एकदम रातो भएपछि मात्र चाहिँ टमाटर हाल्ने। त्यसमा मैले टमाटर हालिदिएँ अनि टमाटरलाई एकछिन पाक्न दिने बेसार हालेँ मैले। नुन मसला हालेर टमाटरलाई चलाएर टमाटरलाई अलिक पाक्न दिने। टमाटर गलिसकेपछि त्यहाँ चाउमिन हालिदिने। त्यसमा चाउमिन हालिसकेपछि सोया सस अलिकति हालेँ मैले अनि भेनेगर पनि थोरै मैले हालेको छु। अनि त्यसमा कुकरमा पानी लगाएर सिट्ठी लगाउन हालेर ल अहिले रेडी भयो।